नमस्कार, म वासुराज उपाध्याय। आज एउटा यस्तो विषयवस्तुसँग जोडिन खोजेको, जहाँ चाहिँ मनुष्यहरू हजारौँ वर्ष तपस्या बसे भन्ने कथाहरूमा सुन्न पाइन्छ। के को लागि भन्दाखेरि चाहिँ ऋषिमुनिहरूले तपस्या बसे त्यो मोक्षको लागि भन्ने। अनि नितान्त व्यक्तिगत कुरा त हो मोक्ष भन्ने कुरा, किनभने हरेक मान्छेको फरक फरक किसिमको व्यक्तित्वहरू, स्वभाव, बानी व्यवहार, ज्ञान फरक फरकै हुन्छन्। तर पनि मोक्षको लागि भगवान प्रार्थना गर्ने, मेडिटेसन गर्ने, यो गर्ने त्यो गर्ने धेरै सुन्नमा आइन्छ। र यो के हो त, साँच्चीकै मोक्ष के हो त? यस विषयमा जानकारी दिनको लागि आज एउटा क्याजुअल टकको लागि मैले इन्भाइट गरेको छु डाक्टर अतुल ठाकुर। नमस्कार, स्वागत छ यहाँलाई। थ्याङ्क यू। अतुलजी, यो मोक्ष भन्ने कुरा यो दुईवटा मात्र अक्षर छ, तर यो दुईवटा अक्षरभित्र चाहिँ बडो रहस्य चाहिँ यसमा लुकेको जस्तो लाग्छ। तपाईँको विचारमा यो मोक्षलाई कसरी लिनुहुन्छ? एकदमै गम्भीर टपिक हो वास्तवमा, एक वेले हेर्ने हो भने होइन। तर एक वेले हेर्ने भने तपाईँले भने जस्तो जम्मा दुईवटा अक्षर छ होइन यसमा। एउटा चाहिँ मोह र एउटा क्षय होइन। एउटा मोहलाई तोड्न सकियो भने चाहिँ म र मेरोको विनाश हुने बित्तिकै मोक्ष छ होइन। अनि तर वास्तवमा भन्यो भने यो शास्त्रसम्म जुन यो डेफिनेसन छ, कतिजनालाई चाहिएको छ? मान्छेलाई लजम भनेर भगवान् आज आउनुभयो, प्रकट हुनुभयो र यदि भन्नुहुन्छ हिँड म मोक्ष दिन्छु भन्दाखेरि कतिजना हामी रेडी हुन्छौँ होला? मलाई लाग्छ सबभन्दा ठुलो एउटा इल्युजन भन्ने चाहिँ के हो भन्दाखेरि मोस्ट द मान्छे हामीहरूलाई चाहिँ मोक्ष भनेर थ्योरी चाहिँ राम्रो लाग्छ, तर पऱ्यो भने चाहिँ हामी कोही पनि रेडी हुँदैनौँ होइन। शास्त्रअनुसार हेर्ने हो भने जन्म र मृत्युको बन्धनबाट मुक्ति हो एउटा मोक्ष भने चाहिँ। तर हामीलाई न त्यो नचाहिए पनि एउटा कुरा चाहिँ सबैलाई चाहिन्छ, जति मान्छे छन् संसारमा सबैलाई चाहिन्छ, त्यो भने चाहिँ खुसी। अनलिमिटेड, कहिले नसकिने, सबभन्दा धेरै खुसी जुन पोसिबल छ मान्छेलाई त्यो चाहिन्छ। र यसमा चाहिँ कुनै पनि, चाहे अमेरिकाको मान्छे होस्, नेपालको मान्छे होस्, यसमा चाहिँ कुनै पनि दुई मत हुँदैन। मोक्षको बारेमा मान्छेले भनौँ न मोक्ष मलाई बुझ्दिनँ अथवा मलाई चाहिँदैन भन्न पनि सक्छन्, तर एउटा पनि मान्छे, एउटा पनि जीव जन्तु हुँदैन जसलाई चाहिँ खुसी चाहिँदैन होइन। त्यसैले मलाई चाहिँ लाग्छ कि त्यो राइट प्रश्न चाहिँ सायद यो हो कि कसरी खुसी हुन सकिन्छ जिन्दगीमा होइन। त्यो ऋषिमुनि जसले तपस्या गरे उनीहरूले पनि मोक्ष किन खोज्यो भन्दाखेरि सायद कतै न कतै उनीहरू पनि पीडित भइसकेका थियो होला पटक पटक जन्मिँदाखेरि होइन, अथवा भनौँ न आफ्नो जिन्दगी देखेर होइन। आफ्नो यो संसारमा जतिसुकै खुसी खोजे पनि यौवन आउँछ, केही क्षणको लागि आउँछ, मान्छेहरूसँग पैसा हुन्छ, नाम हुन्छ, फेम हुन्छ, तर त्यो केही दिनपछि मेटिन सक्छ होइन। समुद्रको अगाडि गएर हामीले लहर नआओस् भने त्यस्तो कल्पना गर्नु अथवा इच्छा गर्नु भने चाहिँ त्यो सिमिलर कुरा भयो जिन्दगीमा हामीलाई चाहिँ दुःख कहिले नआओस् भनेर होइन। अनि यो कुरालाई लिएर चाहिँ मोक्षलाई जोड्ने हो भने चाहिँ मलाई लाग्छ राइट क्वेसन चाहिँ यो हो कि वास्तवमा हामी के खोजिरहेको छौँ? साँच्चीकै मोक्ष चाहिए हो कि हामी सबैजनालाई खुसी चाहिएको? त्यसो भए मान्छे खुसी भयो भने मोक्ष हुन्छ? सायद त्यो स्टेट एउटै हो, अनलिमिटेड ह्याप्पिनेस, अनकन्डिसनल ह्याप्पिनेस, जुन केही कुराले बाँधिएको छैन। अब अहिलेको संसारमा खुसी भने के छ भन्दाखेरि जसरी भन्नु, कसैले मेरो एप्रिसिएसन गर्यो भने, कसैले मेरो लागि ताली बजायो भने चाहिँ मलाई खुसी हुन्छ होइन। उसले मलाई एप्रिसिएट गरेन भने चाहिँ मेरो मन तल जान्छ, दुःखी हुन्छ। भनेपछि मेरो खुसी र दुःखको रिमोट कन्ट्रोल त मैले कि त कुनै व्यक्तिलाई दिएको छु कि त कुनै परिस्थितिलाई दिएको छु। यसरी बाँच्नु भने त कुनै पनि पावरै नभइकन बाँच्नु जस्तो लाग्छ मलाई। त्यसैले यदि जीवन मुक्तको कन्सेप्ट हेर्ने हो भने बाँच्दै मुक्ति हुनु होइन। मोक्षमा त मान्छेले भन्ला मृत्युपछि मोक्ष हुन्छ होला, स्वर्ग पनि जानु पर्दैन, जीवन मृत्युको चक्रबाट भनेको मतलब यो जीवनमा नै मुक्ति पाउने अभिलाषा अथवा बाटो। बाँच्दै यो शरीरमा, यो मनमा छँदै कुनै पनि कुरासँग मेरो अट्याचमेन्ट भएन भने होइन, म र मेरोको कन्सेप्टै मेरो पुरै विनाश छ भने चाहिँ म चाहिँ एउटा पर्फेक्ट इन्स्ट्रुमेन्ट बन्न सक्छु क्रिया गर्ने। त्यतिखेर न मलाई कुनै मान्छेको एप्रिसिएसन चाहिन्छ, न कसैले क्रिटिसाइज गर्यो भने त्यसले दुःख हुन्छ,
त्यो अवस्था नै मोक्षको अवस्था हो, किनभने त्यो मुक्त भयो मान्छे। त्यसो भएदेखि यो अट्याचमेन्ट भन्ने कुरालाई चाहिँ माया र अट्याचमेन्टका कुराहरू जुन के एउटै सिक्काका दुई पाटाहरू हुन्, या अट्याचमेन्ट अर्कै हो, या माया अट्याचमेन्ट नहुनु भनेको के माया नगर्नु हो? होइन, एकदम राम्रो प्रश्न सोध्नुभयो। किन भन्दाखेरि माया भने, अब लभ भने जसरी इङ्ग्लिसमा भनिन्छ होइन, माया भने शब्दलाई डिफाइन गर्ने यति गाह्रो छ। मलाई लाग्छ एउटा सिङ्गल वर्डले हामीले त्यसलाई एक्सप्लेन गर्न चाह्यौँ भने चाहिँ त्यो चाहिँ निस्वार्थ भावना नजिक आउँछ। त्यो मायाको निस्वार्थ भने चाहिँ अनसेल्फिस। तर सबै कुरामा स्वार्थ लुकेको छ। हामीले सोच्छौँ आमाको माया एकदम निस्वार्थ हुन्छ, त्यो पनि उसको छोरा हो भनेर अथवा उसको छोरी हो भनेर हुन्छ। यसमा गलत त केही पनि छैन। तर माया निस्वार्थ र कुनै अनकन्डिसनल हुन एकदम पाउन, त्यस्तो माया पाउन संसारमा एकदम गाह्रो छ। तर अट्याचमेन्ट चाहिँ के भन्दाखेरि यो शरीरसँग जब अहमले हामी सबैजनाले म भन्छ होइन, म अतुल होइन, तपाईँले म बादशाह भन्नुहुन्छ होला होइन, अब हाम्रो दिदीले म राजेश्वरी भन्नुहुन्छ होला होइन, सबैजनाले म भनेरै आफूलाई एड्रेस गर्छ होला होइन। त्यो म सबैमा कमन छ। त्यो म आउने बित्तिकै म पछि मेरो आउँछ होइन, म पछि मेरो आउँछ र मेरो खुसी चाहिँ त्यो मेरोमा मात्रै खोज्छु म, त्यो चाहिँ अट्याचमेन्ट भयो होइन। तर माया त सबैले गर्न सकिन्छ, भनौँ न निस्वार्थ माया भयो भने। त्यसैले दुईवटा फरक हो जस्तो लाग्छ मलाई चाहिँ। अट्याचमेन्टलाई हामीले माया ठान्छौँ, तर त्यो ट्रु डेफिनेसन अफ माया चाहिँ होइन। त्यसैदेखि के अट्याचमेन्ट चाहिँ हुनु भनेको मुक्तिको लागि बाधा हो? मुक्त भएर कसरी गर्ने त? मेरो कसैलाई, परिवारको मान्छेलाई यदि के दुःख छ भने त्यो मेरो परिवारको मान्छे भएर दुःख छ मलाई। यदि आज भनौँ न यत्रो मान्छे युद्धमा र द्वन्द्वमा मरिरहेछन्, हामी यति दिन न्युजमा सुन्छौँ, तर खाना त छोडेका छैनौँ, हामीले सुत्न छोडेका छैनौँ, काम जान छोडेका छैनौँ। तर मेरो कसैलाई केही भयो भने मेरो शब्द आउने बित्तिकै, त्यो फिलिङ आउने बित्तिकै हाम्रो भोक प्यास निद्रा सब हराउँछ भनेपछि हामी मुक्त हुनै सकेनौँ। हामीलाई त्यसले डुबाइदिन्छ त्यो अट्याचमेन्टले। र यो जुन तल र माथि जुन हाम्रो मनको भाव छ त्यही नै बन्धन हो। र त्यसैबाट मोक्ष, त्यो मुक्ति पाउनु नै मुक्ति हो। त्यो शरीरमा हुँदा हुँदै यदि त्यो डिट्याच भयो भने, अर्को इन्ट्रेस्टिङ कुरा मान्छेले भन्छन् डिट्याच भयो भने चाहिँ आफ्नो कर्म राम्ररी नगर्ला, घर छोडेर जाला। तर वास्तवमा ट्रु डिट्याचमेन्ट भएको मान्छेले घर कहिले पनि छोड्दैन। घर छोड्दाखेरि मान्छेले किन छोडिरहेछ? किन उसलाई अरू केही कुराको अभिलाषा छ होइन, उसलाई अरू केही कुराको खोज छ। तर जो मान्छे डिट्याच छ उसले त आफ्नै परिवारको मान्छे सफर गर्दाखेरि पनि निस्वार्थ भावले उसलाई एफेक्ट गर्दैन भने त उसले झन् राम्ररी सर्भ गर्न सक्छ त्यो सिचुएसनमा। एक्सपेक्टेसन छैन उसलाई। म भन्ने बित्तिकै, मेरो भन्ने बित्तिकै एउटा एक्सपेक्टेसन आयो, एउटा आउटकमको एक्सपेक्टेसन छैन भने त मेरो क्रिया जुन हुन्छ, मेरो कर्म हुन्छ, त्यो झन् क्लियर हुन्छ, झन् राम्रो हुन्छ। किनभने म इमोसनली एफेक्ट भइरहेको छैन त्यतिखेर। दर्शक बहिनी, भर्खरै डाक्टर अतुलजीले कस्तो राम्रो कुरा गर्नुभएको छ। जो मान्छे चाहिँ डिट्याच भएको हुन्छ उसले घर परिवार छोड्दैन, र जो चाहिँ छोडेर जान्छ उनीहरूप्रति केही अभिलाषा, केही पाउने इच्छाले गएको हुन्छ भन्ने कुरा यो साँच्चीकै यो समाजवादको, अहिलेको समाजवादको एउटा द्योतक या सिद्धान्त अन्तर्गत पनि हो। र यसलाई अझै पनि क्लियरली भन्नुपर्दाखेरि